सम्पूर्ण दर्शक महानुभावहरुमा नमस्कार। अहिले हामीसँग हुनुहुन्छ सीसीएस +2 प्याप्सन धनगढी 6th क्रिकेट कप 2082 का विजेता टिमका कप्तान र उपकप्तान। हामी उहाँहरुसँगको केही अनुभव कस्तो रह्यो यसको बारेमा छलफल गर्न गएका छौं र दुईटै कप्तान र उपकप्तानलाई म स्वागत गर्न चाहन्छु। धन्यवाद सर। नमस्ते, म विवेक द्वार विद्याभूषण सिनेटको कप्तान। धन्यवाद सर। नमस्ते, म कैलाश शाह विद्याभूषण टिमको उपकप्तान। यस सीसीएस +2 प्याप्सन धनगढी कपमा सहभागी हुन पाउँदा हामी अत्यन्तै खुसी छौं, जसमा हाम्रो ओपनिङको दिन सीसीएससँग म्याच परेको थियो, जसमा हामीले टस जितेर ब्याटिङ लिएका थियौं, जसमा 10 ओभरको समाप्तिमा हामीहरूले 131 को विशाल लक्ष्य खडा गरेका थियौं, जसमा उनीहरूलाई हामीहरूले 95 रनमै अलआउट गरेर 10 ओभरमा गेम समाप्त गरेका थियौं। लिग म्याच हाम्रो डिस्कभरी इङ्ग्लिस बोर्डीसँग परेको थियो, जसमा हामीहरूले टस हारेर फिल्डिङ रोज्नु पर्यो, जसमा हाम्रो बलरहरूले राम्रो बलिङ गरेर उनीहरूलाई 62 रनमै अलआउट गरेका थिए। त्यसपछि हामीहरूको ब्याट्सम्यानले 5.5 ओभरमा आफ्नो 1 विकेट गुमाएर ठूलो जित हासिल गरेका थियौं। त्यसपछिको यात्रा हाम्रो क्वार्टर फाइनलको थियो, जसमा हाम्रो म्याच वेस्टर्न क्रिस्टसँग परेको थियो, जसमा हामी टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यौं, जसमा 10 ओभरमा हामीहरूले उनीहरूलाई 97 को लक्ष्य खडा गर्यौं, जसमा उनीहरूले 77 मै आफ्नो पुरै विकेट गुमाएर हामीहरूले ठूलो जित हासिल गर्यौं। त्यसपछिको यात्रा हाम्रो सेमिफाइनलको थियो। सेमिफाइनलमा एरिस्टो इङ्ग्लिस बोर्डीसँग हाम्रो म्याच परेको थियो, जसमा हामीले टस जितेर ब्याटिङ गर्यौं, जसमा 15 ओभरको समाप्तिमा हामीले 120 रन खडा गर्यौं। त्यसपछि उनीहरूको ब्याटिङ क्रममा उनीहरूले 15 ओभरको समाप्तिमा 95 रन बनाउँदै आफ्नो फेर्नु पर्यो। त्यसपछिको म्याच सेमिफाइनलको जितपछि हाम्रो यात्रा फाइनलसँग पुग्यो, जसमा हाम्रो म्याच स्टेपिङ स्टोन बोर्डिङसँग थियो, जसमा हामी टस हारेर फिल्डिङ रोज्नु पर्यो, जसमा हाम्रो केटाहरूले राम्रो बोलिङ गरेर उनीहरूलाई 97 रनमै अलआउट गरेर एउटा ठिकठिकैको लक्ष्य हासिल गर्यौं, जसमा ब्याटिङ गर्दाखेरि बीचमा हामीहरूलाई हल्का अप्ठ्यारो भयो, तर गेम लास्ट मोमेन्टसँग पुग्यो। लास्ट ओभरको सेकेन्ड लास्ट बलमा हामीले गेम जित्न सफल भयौं। अब यसरी हेर्दाखेरि हाम्रो यात्रा एकदमै रमाइलो रह्यो, जसबाट हामीले धेरै कुरा सिक्यौं र हाम्रो भाइहरूले पनि धेरै कुरा सिक्ने मौका पाए। आशा छ आगामी दिनहरूमा आउने दिनहरूमा यस्तै धेरै टुर्नामेन्टहरू भइराखुन्, जस कारण हामीहरूको भाइहरूले पनि धेरै कुरा सिक्न पाऊँ। साथै म विद्याभूषण स्कुललाई र कोचलाई पनि धेरै धन्यवाद दिन चाहन्छु, जसका कारण हामीहरूले यो गेम जित्न सफल भयौं। आशा छ आउने दिनहरूमा पनि यस्तै साथ सपोर्ट मिलिराखोस् स्कुलबाट। धन्यवाद।